सम्पूर्णमा फेरि पनि स्वागत गर्न चाहे। आज चाहिँ हामी नेपाल अधिराज्यको संविधान 2015 को विशेष रूपमा चर्चा गर्न गइरहेका छौँ। नेपाल अधिराज्य संविधान 2015 फागुन 1 गते जारी भएको थियो। राजा महेन्द्रले जारी गर्नुभएको थियो। जसमा हाम्रो 10 वटा भाग रहेका थिए, 77 वटा धारा र 3 अनुसूचीको व्यवस्था रहेको थियो। यस संविधानलाई अनुसूची नभएको संविधान पनि भनिन्छ, तर पछि गएर अनुसूची थप गरिएको थियो। यस संविधानमा विदेशी संविधानविदको पनि सुझाव समेटिएको थियो। सर आइभर जेनिङ्सको सहभागिता जनाउनु भएको थियो। उहाँले चाहिँ सर आइभर जेनिङ्स विदेशी संविधानविदको सुझाव समेटिएको थियो। त्यसै गरी मस्यौदा समितिको संयोजकको रूपमा भगवती प्रसाद सिंह रहनु भएको थियो, जसमा 5 वटा सदस्य रहेका थिए। सबैभन्दा छोटो समय लागू भएको संविधान भनेकै नेपाल अधिराज्यको संविधान 2015 लाई जनाउँछ। विक्रम सम्वत 2014 चैत्र 3 गते का दिन भगवती प्रसाद सिंहको अध्यक्षतामा गठित बेलायती संसदविद सर आइभर जेनिस संलग्न भएका 5 सदस्यीय संविधान मस्यौदा समितिले 10 महिनाको अवधिमा मस्यौदा तयार गरी राजा महेन्द्र समक्ष प्रस्तुत गरेका थिए। त्यस कमिसनका अन्य सदस्यहरू होराप्रसाद जोशी, रामराज पन्त र सूर्यप्रसाद उपाध्याय थिए। यो संविधान राजा महेन्द्रबाट 2015 साल फागुन 1 गते जारी भएको थियो। संविधानको धारा 73 र 75 तुरुन्त लागू भए भने बाँकी धारा 2016 सालमा लागू भएका थिए। सबै यसै संविधानको आधारमा फागुन 7, 2015 देखि मुलुकका प्रथम आम निर्वाचन भयो। यसमा 109 सदस्यीय प्रतिनिधि सभा मन्त्रीमण्डल प्रतिनिधि सभा प्रति उत्तरदायी हुने कार्यपालिका, व्यवस्थापालिका, स्वतन्त्र न्यायालय, लोकसेवा आयोग, हिसाब जाँच र नागरिकताहरूको मौलिक अधिकारहरूको व्यवस्था थियो। यसमा 7 भाग, 77 धारा र 3 अनुसूची भएको यो संविधान राजा महेन्द्रबाट विक्रम सम्वत 2019 मा खारेज गरिएको थियो। Thank you so much all of you for your listening and giving your valuable time and support. Keep smiling. Thank you.